प्यासन किसिङ युट्युब च्यानलमा र आजको दिनमा हामी फेरि पनि हामी उकालो चढ्दैछौँ अनि हामी चाहिँ आजको दिनमा जिनाकु गइरहेको छौँ किनभने त्यहाँ हाम्रो सिवाईको मिटिङ पनि रहेको छ र त्यहाँ हाम्रो सुसमाचार कार्यक्रम पनि रहेको छ अनि आजको दिनमा हामी 20-25 जना अथवा हामी 15-20 जना युथहरू हामी गइरहेको छौँ अनि अहिले हामी यहाँ लक्कीमा चोकमा छौँ अनि यहाँ अहिले हाम्रो यतिका युथहरू हुनुहुन्छ अरू चाहिँ त्यहाँ पारी हुनुहुन्छ है अहिले गाडी आउनेछ अनि गाडीमा बसेर हामी जिनाकु जानेछौँ अनि म तपाईँलाई अनुरोध गर्न चाहन्छु तपाईँले भिडियोलाई सुरु देखाउनु सक्नु होला र लाइक सेयर सब्सक्राइब गरिदिनु होला है हुन्छ म तपाईँलाई देखाउनेछु हाम्रो बाटोको यात्राहरू अनि त्यसपछि हाम्रो सेवाकाईको भिडियोहरू है हुन्छ आइसकेको छ अब हामी बुलेरो मैले अडाउन गाह्रो छ अब हामी कोचाकोच पारेर हामी गइरहेको छौँ होइन हेर्न सक्नुहुन्छ बुलेरो चाहिँ पुरै प्याक छ अब हाम्रो सङ्ख्या चाहिँ आज बेसी छ किनभने अब अरू बुलेरोहरू चाहिँ माथि हरेसको लागि रिजर्भ भएको कारणले गर्दाखेरि अब यसमै जानुपर्ने अवस्था आएको छ अब सबैजना यसमा मिलेर हामी जानेछौँ ल अब हाम्रो गाडी चाहिँ हिँडेको छ र अब हामी हिँड्दैछौँ है ल अब चाहिँ हामी डोडभन्ज्याङ आइपुगेको छौँ है यो समय चाहिँ हामी अब डोडभन्ज्याङबाट हिँडिसकेको छौँ र अब हामी ओह्रालो लाग्दैछौँ अनि अहिले गाडी निकै नै खाली भइसकेको छ र अहिले बस्नुलाई सहज छ है ओह्रालो छ अनि झुन्डी लाग्दाखेरि साह्रै गाह्रो भएको छैन हामी अब जाँदैछौँ अनि अब यहाँदेखि हामी तल ठाकुरडोमा निस्किन्छ त्यहाँ हाम्रो 4जना 5जना 6जनासम्म हाम्रो साथीहरू हुन्छ उहाँहरू बसाएर फेरि हामी जिनाकपुरमा जानेछौँ हेर्न सक्नुहुन्छ पहाडको जङ्गल साह्रै नै अति नै सुन्दर है जय मसी तपाईँ स्वागत छ मेरो भिडियोमा ल अब चाहिँ हामी जिनाकु आइपुग्न लाग्यौँ है जिनाकु छु त्यहाँ पाडी रहेको छ उता पाडी है अब एकजना मात्र आइपुग्न लाग्यौँ अब गाडीमा झुलिँदा हात पनि गलिसक्यो अब धेरै छैन थोरै छ है ल हामी चाहिँ आइपुगेको छौँ जय मसी गीता दिदी मण्डली भवन सिइरहेको छ यता चाहिँ हाम्रो लागि खाजा रेडी हुँदैछ है जय मसी जय मसी अवश्य हाम्रो खाना पाइसकेको छ हामी खाना खानुलाई जाँदैछौँ है जाडो छ यतातिर चाहिँ जिनाकुमा हाम्रो खाना रेडी भइसकेको ल हेर्नुहोस् हाम्रो भान्से खाना पाइसकेको छ आहा मिठो मिठो मासु यता चाहिँ हाम्रो आमाहरूको टोली
हुन्छ अब हामी सबैजनाले खाना खाइसकेका छौँ र अब हाम्रो सेवा सुरु हुन लागेको छ। फर्स्टमा तपाईँले देखाउनेछु हाम्रो सेवा है। अनि हामी सेवाहरू गरेर सहमति गरेर त्यसपछि हामी हाम्रो मिटिङहरूतर्फ जानेछौँ। हुन्छ म तपाईँले देखाउनेछु अब हाम्रो सेवा सुरु गरिरहेको छ है। परमेश्वर तपाईँको विश्वसनीयताको निम्ति म वीणा बजाएर तपाईँको प्रशंसा गर्नेछु, सारङ्गी बजाएर म तपाईँको प्रशंसा गर्नेछु। हे इजरायलका पवित्र परमेश्वर, अन्तिम पेज। जब म तपाईँको प्रशंसा गर्दछु मेरा ओठहरू हर्षले गराउनेछन्, म जसलाई तपाईँको उद्धार गर्नु भएको छ। आमेन। आमेन। भन्दै गर्दाखेरि चाहिँ तपाईहरु त्यो सिचुएसनमा हुनुहुन्छ होला। अब त हुँदैन, अब सकियो हैन, अब त हुँदैन, म सक्दैन, म चाहिँ पर्वतहरुतिर, म पर्वतको बीचमा छु भन्ने जस्तो तपाईलाई लाग्छ होला। तर म आजको दिनमा तपाईलाई म यो भन्न चाहन्छु, मेरो परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जसले पर्वतको गहिराईबाट त्यो खोल्साबाट निकालेर पनि तपाईलाई पहाडको चुचुरोमा राख्नुहुन्छ ताकि सबैले देखोस् अनि तपाईद्वारा सबैले आशिष पाओस्। परमेश्वर त्यो परमेश्वर हामीले चिनेका छौं। अवश्य हाम्रो समयहरू सकिसकेको छ। हामी टोटल मिटिङ गर्नेछौँ। हामी मिटिङ गरेर त्यसपछि हामी ओसेन्टर लाग्नेछौँ, किनभने आजको दिनमा बुलेटमा आउँदै गर्दाखेरि अलिक गाह्रो भइरहेको थियो, बाटो पनि खराब थियो। अनि त्यही कारणले गर्दाखेरि अब हामी मिटिङ सकाएर हामी सुत्ने समय म तपाईँलाई मिटिङको भिडियो पनि देखाउनेछु। अनि मिटिङ गरिसकेपछि अब भोलि नै हाम्रो सुसमाचारको यात्राको भिडियो आउनेछ, त्यसपछि छुट्टी आउनेछ है। हुन्छ, सबजना चाहिँ यो भिडियोलाई सुटिङ समय दिनु भयो। हुन्छ, भिडियोमा यति मात्रै गर्नेछु र सुसमाचारको भिडियो आउनेछ। गुड नाइट।